घोलपाकबाट नुवाकोट जान कति समय लाग्दो रहेछ अनि कति डिस्टेन्स रहेछ त हेरौँ है त हामीले। पुलचोक चाहिँ 2 मिनेट अनि आधी किलोमिटर रहेछ। यहाँबाट चाहिँ नुवाकोट यो बाटोबाट केबल कारमा जान सकिन्छ। यदि हिँड्दै हाइकिङ गर्दै जाने हो भने चाहिँ यो बाटो युज गर्नुपर्छ। घोलपाकबाट यो फुलबारी गेट चाहिँ 5 मिनेट लाग्दो रहेछ। शान्ति चोक चाहिँ 10 मिनेट अनि 4.4 किलोमिटर डिस्टेन्समा रहेछ। यो चाहिँ ग्वात रेस्टुरेन्ट बन्दलपोखरी। यहाँबाट चाहिँ सिधै माथि जान्छौँ हामी। बाटो चाहिँ एकदम घुम्तीहरू एकदम लास्टै धेरै छ बाटोहरूमा। यो चाहिँ हामी अब भ्यू पोइन्ट, यो चाहिँ बुटोलको भ्यू पोइन्ट 18 मिनेट लाग्दो रहेछ अनि 6.5 किलोमिटर डिस्टेन्समा रहेछ। हो यहाँबाट माथि गयो भने चाहिँ हामी नुवाकोट जान सकिन्छ। अहिले गर्मीको बेलामा हामी जति जति माथि जाँदै गइरहेछौँ त्यति चिसो भइरहेछ। आनन्दको मौसम छ माथि चाहिँ। बाटो चाहिँ एकदम घुमौरो त छ तर राम्रो छ भनौँ न। यो चाहिँ अर्को भ्यू पोइन्ट जस्तो छ एक ठाउँ, त्यहाँ रोकेर हेर्न सकिन्छ। अब चाहिँ हामी माथितिर लाग्छौँ। अघि नै भनिसकेँ माथि एकदम आनन्दको मौसम छ। हामी यताउति भ्यू हेर्दै सुस्त माथि। अब एक ठाउँबाट ओह्रालो लाग्न लागेपछि अब यहाँबाट नुवाकोट आयो भन्ने बुझे हुन्छ। यो चाहिँ भर्खर पिच गरेर रहेछ बाटो। अस्ति नै एकचोटि आउँदाखेरि त्यस्तो राम्रो थिएन यहाँको बाटो। अहिले चाहिँ यो चाहिँ पिच भएको रहेछ। हामी चाहिँ नुवाकोट पुग्यौँ। ठ्याक्कै 32 मिनेट अनि 13.1 किलोमिटर रहेछ बुटोलबाट। अब यहाँबाट गयो भने चाहिँ माथि टावर गइन्छ। यता तल झऱ्यो भने चाहिँ हामी दोभान पुगिन्छ। यो बाटो त खत्तमै। यताबाट भ्यू टावर अनि यताबाट हामी मन्दिर। यहाँ आएपछि यसो केबल कार नहेर्ने त कुरै भएन। हामी चाहिँ पहिला भैरव मन्दिरको दर्शन गर्न आयौँ। यो नुवाकोट टावरबाट हाम्रो बुटोलको राम्रो भ्यूसँगै हाम्रो ट्रिप चाहिँ आजलाई यहीँ एन्ड हुन्छ।